हेलो एन्ड नमस्ते साथीहरु आजको यस भिडियोमा हजुरहरुलाई धेरै स्वागत छ र आजको भिडियो धेरै विशेष हुनेवाला छ र धेरै नै महत्त्वपूर्ण हुनेवाला छ र खास गरेर यो भिडियो एसईई दिएको विद्यार्थीहरु जुन एसईई दिएर घरमा बसिराख्नु भएको छ अथवा केही गरिराख्नु भएको छ अथवा एसईई दिएर फर्दर स्टडीको बारेमा सोच्दै हुनुहुन्छ त्यस्तो अन्योलमा हुनुहुन्छ उहाँको प्यारेन्ट्स अथवा विद्यार्थी भने यो भिडियो उहाँहरुको लागि धेरै नै लाभदायक हुनेवाला छ। साथीहरु यो भिडियो तपाईहरु अन्त्यसम्म हेर्नुहोला र यो भिडियो म खास गरेर किन बनाइरहेको छु भने विद्यार्थीहरु र विद्यार्थीको अभिभावकहरु धेरै अन्योलमा हुन्छ कि हाम्रो विद्यार्थीले अब फर्दर के स्टडी गर्ने नेपालमा कस्ता कोर्सेसहरु अवेलेबल छ के पढ्न पाइन्छ भन्ने कुरामा चाहिँ कन्फ्युजन हुन्छ प्रश्न खडा गरिएको हुन्छ। त्यही भएर म चाहिँ खास गरेर यो भिडियो आज लिएर आएको छु र केही यहाँ म स्लाइड बनाएको छु र स्लाइड अनुसारले तपाईहरुलाई वन बाइ वन बुझाउने छु र तपाईहरु अवश्य बुझ्नु हुन्छ होला हैन र अन्त्यसम्म तपाई अवश्य हेर्नु होला है त। र एसईई पछि टाइटल आजको टाइटल नै रहेको छ मैले एसईई पछि के गर्ने त हैन विद्यार्थी एसईई त दियो अब एसईई पछि फर्दर चाहिँ के स्टडी गर्ने है त्यसको बारेमा चाहिँ आज यो भिडियो लिएर आएको छु। हेरौं त है डिप्लोमा एसईई दिएपछि जनरली नेपालमा विद्यार्थीहरु यही दुईवटा कोर्सेसहरु यही दुईवटा क्षेत्रमा जादो रहेछ कि त +2 साइन्स गर्दो रहेछ कि त डिप्लोमा कोर्स कि त +2 साइन्स कि त डिप्लोमा कोर्सतिर जान्छ विद्यार्थी। अब डिप्लोमा कोर्स भनेको 3 इयर्सको कोर्स हुन्छ भने +2 कोर्स भनेको 2 इयर्सको हुन्छ। यो 3 इयर्सको कोर्समा विभिन्न क्षेत्रहरु हुन्छ इन्जिनियरिङ क्षेत्र हेल्थ एन्ड मेडिकल क्षेत्र हस्पिटालिटी एन्ड अदर क्षेत्र। त्यस्तै अर्को भनेको सर्ट टर्म प्रोग्राम पनि छ। सर्ट टर्म भनेको 18 देखि 24 महिनाको जुन इन्जिनियरिङ सब ओभरसियर भन्छ हैन इन्जिनियरिङ क्षेत्र पनि छ हेल्थ हस्पिटालिटी एन्ड अदर कोर्सेसहरु पनि छ। अब यो क्षेत्र भित्र गएर पनि विभिन्न कोर्सेसहरु छ है यसको नेक्स्ट हामी स्लाइडमा हेर्ने छौं। यो क्षेत्रहरु भित्र पनि विभिन्न क्षेत्रहरु हुन्छ। अब तपाईहरुले +2 यदि जानुभयो भने अब साइन्स +2 मा साइन्स आइहाल्यो म्यानेजमेन्ट आयो ल आयो एजुकेसन आयो एन्ड ह्युम्यानिटिज आयो। अब यो दुईटामा के डिफरेन्स छ त है फरक के छ त यो डिप्लोमा कोर्स र +2 कोर्सेसमा डिफरेन्ट के छ यो भनेको टेक्निकल कोर्सेस भयो भने यो भनेको नन टेक्निकल। यो यसको टाइम ड्युरेसन 3 इयर्सको हुन्छ भने यसको टाइम ड्युरेसन 2 इयर्सको। पैसा खर्च भनेको उस्तै लागिहाल्छ तपाईलाई +2 पढ्नुस् या 3 वर्ष लगभग जोडतोड गरेर लास्टसम्म पैसाको खर्च त्यतिकै नै पुगि नै हाल्छ। र अर्को भनेको यो स्किल बेस्ड प्रोग्राम हो। यो कोर्स भनेको डिप्लोमा भनेको स्किल बेस्ड विद्यार्थीमा स्किल्ड आउँछ केही गर्न सकिन्छ तर यसमा भनेको विद्यार्थी केही गर्न सक्दैन। यसको +2 गरेपछि कम्प्युटरको नलेज पनि राम्ररी थाहा हुँदैन कम्प्युटर सम्बन्धी अथवा कुनै त्यस्तो आयो भने। तर यो पढिसकेपछि विद्यार्थी केही काम गरेर त्यस्तो कन्सेप्ट आइहाल्यो भने विद्यार्थी आफै पढेर फर्दर स्टडी गरेर केही डेभलपमेन्ट पनि गर्न सकिन्छ केही कतै राम्रो ठाउँमा कन्स्ट्रक्सन अथवा जुन तरिकाले जुन क्षेत्रमा पढेको छ विद्यार्थीले आईटी पढेको छ भने आईटी क्षेत्रमै गएर आफ्नो तरिकाले त्यहाँ चाहिँ कोडिङ सोडिङ गरेर अथवा त्यो तरिकाले काम गरेर जीवनयापन गर्न सकिन्छ अथवा आफैले काम गरेर पनि फर्दर ब्याचलर स्टडी पनि गर्न सकिन्छ हो। यो चाहिँ मैले 2-4 वटा डिफरेन्स भन्थे यो पढ्दाखेरि। म फेरि यो भन्दिन कि तपाई डिप्लोमै पढ्नुस् यही नै राम्रो छ +2 नै पढ्नुस्। फर्स्ट अफ अल त विद्यार्थी जुन कोर्स पढे पनि मेहनत त गर्नै पर्छ बिना मेहनत कुनै पनि कुरा यहाँ सक्सेस छैन। मेहनत गर्नुपर्छ कम्पिटिसन गर्नुपर्छ आफूलाई चाहिँ मेहनतको फिल्डमा चाहिँ उतार्नुपर्छ मात्रै त्यो कुरा चाहिँ सक्सेस हुन्छ है। अब विद्यार्थी अर्को कुरा के हुन्छ भन्दाखेरि विद्यार्थी केमा इन्ट्रेस्ट गरिरहेछ विद्यार्थी के प्रति जागरुक कुन कोर्समा चाहिँ बढी इन्ट्रेस्ट देखाइरहेछ त्यो कुरा चाहिँ हेरेर मात्रै विद्यार्थीले जोर जबस्ती गरेर पनि कहिले पनि भर्ना गराउनु होला। म चाहिँ यो प्यारेन्ट्सलाई एउटा सुझाव दिन चाहन्छु कि विद्यार्थी पढ्न खोजिरहेछ के र प्यारेन्ट्स हैन बाबु तिमीलाई यही पढ्नुपर्छ यही गर्नुपर्छ भन्ने कहिले पनि नगर्नुस् त्यसरी विद्यार्थीको भविष्य बिग्रिन्छ। त्यही भएर र अरुको कलेजेसहरुमा पनि धेरै कलेजेस यस्तोहरु छ +2 हैन अरु कलेजहरु पनि छ कि विद्यार्थी जोर जबस्ती गरेर ल्याउँछ अपर्च्युनिटी दिन्छु यो दिन्छु भनेर दुनियाको ब्रेन वाश गरेर विद्यार्थीलाई भर्ना गराएको हुन्छ। तर त्यस्तोतिर कहिले पनि नलाग्नु होला त्यो सतर्कता अहिलेदेखि नै अपनाइहाल्नु है। ल अर्को नेक्स्ट स्लाइडमा हामी जाँदाखेरि के देख्छौं भने यो डिप्लोमा सिटिबिटी अन्तर्गतको 3 इयर्स प्रोग्राममा
इन्जिनियरिङ क्षेत्रमा यो इन्जिनियरिङहरु तपाईहरुले यो इन्जिनियरिङ क्षेत्रहरुमा जान्न पायो हैन यो कोर्सहरु पढ्न पायो जस्तै डिप्लोमा इन सिभिल मेकानिकल इन्जिनियरिङ डिप्लोमामा है इलेक्ट्रिकल इन्जिनियरिङ इलेक्ट्रोनिक्स इन्जिनियरिङ जियोमेट्रिक्स कम्प्युटर इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी आर्किटेक्चर इन्जिनियरिङ हाइड्रो पावर इन्जिनियरिङ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अटो मेकानिकल इन्जिनियरिङ बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ रेफ्रिजरेटर एन्ड एसी इन्जिनियरिङ आदि इत्यादि इन्जिनियरिङहरु छ यो सिटिबिटी अन्तर्गतको हैन यो हाम्रो मनमोनमा पनि 6-7 वटा इन्जिनियरिङ फ्याकल्टिजहरु छ हाम्रोमा आईटी छ मेकानिकल छ त्यस्तै इलेक्ट्रिकल छ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स छ सिभिल छ हैन आदि इत्यादि यो 5-6 वटा कोर्सेस चाहिँ हाम्रो मनमोनमा पनि छ हैन तपाई यदि यस्तै कोर्सेसहरु पढ्न के रे चाहनुहुन्छ भने अवश्य तपाईहरु एकपल्ट हाम्रो मनमोहन मेमोरियल पोलिटेक्निकमा आएर सम्पर्क गर्नु होला है त र फर्दर अर्को यो डिप्लोमाकै अर्को हेल्थ एन्ड मेडिकल क्षेत्रतिर जाने भने तपाईहरुले यो कोर्सहरु नर्सिङहरु देखि लिएर तपाई रेडियोलोजी देखि लिएर तपाई फार्मेसी देखि लिएर यो मेडिकल क्षेत्रमा है यो कोर्सहरु तपाई पढ्न सक्नुहुनेछ तपाई एकपल्ट यो भिडियोलाई पज गर्नु र पढ्नु होला कुन छ हेल्थ एन्ड मेडिकल डिप्लोमामा 3 इयर्स प्रोग्राममा चाहिँ हेल्थ एन्ड मेडिकल क्षेत्रमा कुन कोर्सेसहरु पढ्न पाइन्छ तपाईहरु एकपल्ट पज गरेर भिडियोलाई अवश्य पढ्नु होला है त अब अर्को पेजमा जाँदाखेरि तपाई हस्पिटालिटी एन्ड अदर कोर्सेसमा है हस्पिटालिटी एन्ड अदर कोर्सेसमा तपाई हेर्न सक्नुहुनेछ डिप्लोमा इन होटल म्यानेजमेन्ट एन्टरप्रेन्योरशिप डेभलपमेन्ट सोशल वर्क्स एन्ड फरेस्ट्री यो कोर्सेसहरु हस्पिटालिटी एन्ड अदर कोर्सेसमा चाहिँ अवेलेबल छ डिप्लोमा कोर्सको है त्यस्तै गरी एग्रिकल्चरमा पनि छ डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्स डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्स डिप्लोमा इन फूड एन्ड डेयरी टेक्नोलोजी है यो चाहिँ हाम्रो डिप्लोमा कोर्सको एग्रिकल्चर क्षेत्रतिर यो कोर्सहरु तपाईहरुले यदि एग्रिकल्चरतिर जानुहुन्छ भने एग्रिकल्चरमा यो कोर्सहरु पढाइ गर्न पाइन्छ है त्यसैगरी यदि तपाई टीएसएलसी प्रोग्राम प्री डिप्लोमा कोर्सेसहरु 18 देखि 24 महिनाको कोर्स हो यो यसको ड्युरेसन 18 देखि 24 महिना हुन्छ एग्रिकल्चरमा तपाईहरु यो कोर्सहरु पढ्न पायो इन्जिनियरिङमा सब ओभरसियरमा यो गर्न पायो है त्यसैगरी हेल्थतिर सीएमए एनएमए आदि इत्यादि ल्याब असिस्टेन्ट छ हैन हस्पिटालिटी एन्ड अदर कोर्सेसमा यो कोर्सेसहरु छ तपाईहरु अवश्य एकपल्ट यो भिडियोलाई पज गरेर राम्ररी हेर्नु होला है त त्यसैगरी यदि तपाई +2 गर्नुहुन्छ भने +2 साइन्स गर्नुहुन्छ भने +2 साइन्स जुन कि एनएबी को अन्तर्गत आउँछ अब +2 गरेपछि फर्दर तपाई ब्याचलर गर्न चाहनुहुन्छ भने ब्याचलर गर्नको लागि पनि यो कोर्सेसहरु अवेलेबल छ हैन यो कोर्सहरु गर्न सक्नुहुनेछ +2 बापत है यदि तपाई फेरि डिप्लोमा इन्जिनियरिङ गर्नुभयो भने त्यो इन्जिनियरिङ डिप्लोमा इन्जिनियरिङ गरेको पछि पनि तपाईले फर्दर यदि ब्याचलर गर्नु छ भने तपाई यो कोर्स गर्न पायो मज्जाले तपाई हेल्थतिर होस् चाहे त्यो तपाई हस्पिटालिटी एग्रिकल्चरतिर होस् चाहे तपाई इन्जिनियरिङ क्षेत्रतिर होस् तपाईले यो ब्याचलरमा यो कोर्स गर्न पायो मज्जाले गर्न पायो तर त्यो के हुन्छ भने तपाईहरुलाई के सजिलो हुन्छ डिप्लोमा यदि गरेर तपाईहरु यो कोर्स गर्नुहुन्छ भने त धेरै सजिलो हुन्छ किनभने लगभग उस्तै कुराहरु उतै सिलेबसहरु त्यही कोर्सेसहरु पढिसक्नु अलिकति यसमा चाहिँ अलि ब्याचलर पढ्दाखेरि डिपली जानुपर्छ तर लगभग तपाईहरुको कन्सेप्ट क्लियर भइसकेपछि यो पढाइ गर्नलाई ब्याचलर पढ्नलाई एकदम सजिलो भइहाल्छ है तपाई यदि यो कोर्सेसहरु गर्नुभयो भने ब्याचलरमा तपाईको जब प्रोफाइल्स एन्ड करियर अपर्चुनिटीहरु यो क्षेत्रहरुमा गएर तपाई काम गर्न सक्नुहुन्छ अथवा यो चीजमा तपाई एक्सपर्ट बन्न सक्नुहुनेछ है त्यस्तै अर्को +2 म्यानेजमेन्टमा तपाई +2 म्यानेजमेन्ट यदि गर्नुभयो भने +2 म्यानेजमेन्ट गरिसके बापत तपाईलाई फेरि फर्दर स्टडी गर्नु पर्यो भने ब्याचलरमा तपाई यो कोर्सहरु जोइन गर्न सक्नुहुनेछ र यो कोर्स जोइन गरेपछि तपाई यो क्षेत्रहरुमा यो फ्याकल्टिजहरुमा तपाई त्यहाँको एक्सपर्ट बन्न सक्नुहुनेछ यो क्षेत्रहरुमा गएर तपाई आफ्नो क्यारियरलाई बिल्ड अप गर्नु सक्नुहुनेछ है त्यसैगरी यदि तपाई +2 एजुकेसन पढ्नु चाहनुहुन्छ भने +2 एजुकेसन सकेपछि तपाई फर्दर ब्याचलर पढ्नलाई बीएड गर्नुपर्छ हैन जुन कि 4 वर्षको हुन्छ हैन र त्यो पढिसकेपछि तपाई टिचिङ फिल्डमा अथवा एजुकेशनल एडमिनिस्ट्रेसन करिकुलम डेभलपमेन्ट एजुकेशन काउन्सिलिङ एजुकेशन पोलिसी एजुकेशन टेक्नोलोजी रिसर्च एन्ड एकाडेमी ल्याङ्ग्वेज इन्स्ट्रक्सन्स आदि इत्यादि क्षेत्रमा गएर तपाईहरुले काम गर्न सक्नुहुनेछ है यो त भयो हाम्रो हो यति भयो जति मैले कोर्स बताए यो खास गरेर डिप्लोमा र +2
साइन्सको +2 को लागि मात्रै मैले तपाईहरुलाई यहाँ चाहिँ जानकारी गराएँ हैन। डिप्लोमा कोर्समा यदि तपाई पढ्न चाहनुहुन्छ भने मैले भनिसके। यदि तपाई +2 गर्नुहुन्छ भने +2 मा कुन कोर्स गर्न सकिन्छ त्यो पनि मैले भनिसके। अब कुरा रह्यो विद्यार्थी के पढ्ने त। विद्यार्थीको सर्वप्रथम विद्यार्थीमा इन्ट्रेस्टेड के छ हैन, विद्यार्थी केमा इन्ट्रेस्ट देखाइरहेछ, कुन कोर्स पढ्दाखेरि उसको भविष्य राम्रो बन्छ भन्ने कुरा चाहिँ अब विद्यार्थीलाई पनि डिसाइड गर्न दिनुपर्छ। विद्यार्थीलाई हैन म यो कोर्स पढ्छु यही पढ्छु भनेपछि जोरजबस्ती गर्नु हुँदैन हैन। टिचरलाई पनि गर्नु हुँदैन, +2 गराउने ठाउँको टिचरले पनि गर्नु हुँदैन र प्लस तपाई अभिभावक हुनुहुन्छ भने अभिभावकले तपाई आफ्नो विद्यार्थीलाई बुझ्नु पर्ने हुन्छ र बुझ्नुस् तपाई आफ्नो विद्यार्थीको केमा क्वालिफाइड छ, के कुरा पढ्न रुचाइरहेछ त्यस्तै कुरालाई चाहिँ पढ्न दिनुपर्छ। र यो म भन्दिनँ कि विद्यार्थीलाई यही कोर्स पढाउनु यही कोर्स राम्रो हुन्छ, त्यो कदापि म भन्नेवाला छैन। विद्यार्थीको इन्ट्रेस्ट केमा छ, यदि तपाई इन्जिनियरिङ क्षेत्रमा पढ्न चाहनुहुन्छ, यदि तपाई मनमोहनमा आएर पढ्न चाहनुहुन्छ भने अवश्य मलाई चाहिँ एकपल्ट सम्पर्क गर्नु होला। र यति म भन्दै म बिदा चाहन्छु। हस्, धन्यवाद।